जबसम्म हाम्रो नगर प्रहरीलाई एक्टिभ तपाईँहरू त दिनरात खट्नुहुन्न त्यहाँ आफ्नो पनि ड्युटी नगरपालिकाले हामी तानेर ल्याउने अस्ति लिएर बजारमा बसेको थियौँ त हामी एकचोटि गएर राखेर पुऱ्याउनु पऱ्यो कतिखेर स्ट्यान्ड बाई त्यहाँ बस्छ पसलले पनि भन्नु पऱ्यो अब जस्तो अब दुई साइडमा बाइक लाउने हो भने एक साइड लाग्छ एउटा कुरा के थाहा छ समस्या मेरो सुन्नु न यहाँबाट ड्युटी गरेर गइरहनुभयो हटाएर त्यसपछि नगर परिरहेको छ तपाईँ समन्वय गरेर काम गर्नु के तपाईँ नगर प्रहरी 4 दिन हामी बाइक सुन्नु न मेरो मानसिकता चाहिँ के हो भने 15 दिन मोटरसाइकल यतापट्टि 15 यतापट्टि क्या किनभने कसैलाई असर पर्दैन नि त सबैको पसल अगाडि खुल्ला पनि भयो क्लियर पनि भयो क्या हिजो चाहिँ एक दिन त्यहाँ गरी पनि हेऱ्यो गभर्मेन्टले इलेक्सन गर्यो हेरेर आफूलाई अलि हेरेर जानकारी दिनु पऱ्यो पहिला चक्लेट दिनुहोस् होइन फुलमाला दिनुहोस् त्यसपछि थर्ड राउन्डमा फाइनमा तपाईँहरूको कसले ट्राफिक गर्छ बिजुलीमा कसलाई र यसको लागि के बताउनु नम्बर लियो होइन मिलेर गरौँ हाम्रो प्लस 3 पढ्ने भाइ बहिनीहरू होइन ब्याचलर पढ्ने भाइ बहिनीहरू उहाँलाई भोलिन्टियरको रूपमा हामी दिन्छौँ सबै कुरा तपाईँहरूको रिसोर्सले भ्याउँदै तपाईँहरूको लिमिटेड म्यान पावर गरौँ न भोलिबाट गरौँ सरको नम्बर ल्याउँ भोलिबाट नगरपालिकाले पनि बोलाउँ नेपालले पनि बोलाउँ हाम्रै ठाउँ हो यो होइन हामीले सधैँ भनिरहेको छौँ अन्त यहाँ यो 3टै रोडको लागि मैले विकल्प समेत दिएको त्यसो गरौँ पहिला मेनलाई गरौँ अनि यसो कारण चाहिँ नि त्यसलाई गरौँ हिजो हाम्रो मानिसबाट यो सुधार छ नि त यता जुन चलाउनु लागिरहेको छ अगाडि अहिले त्यहाँबाट चलाउँदा लाग्छ भित्री लाग्छ यस्तो हो नियम चाहिँ अलिकति कहिलेकाहीँ डेमोक्रेटिक कडा भएर जानुपर्छ डिक्टेटरसिप चाहिँ बुझ्नु छैन त डेमोक्रेटिक पाराले हामी जाउँ डिक्टेटरसिप चाहिँ अब आज बिहान छोडिदिएछ कहिले गर्नु पर्ने केही दिनको लागि होला तर उहाँलाई पैसा सिस्टम एउटा मैले के सुझाउ दिएँ सबैलाई जुन बजारमा लेफ्ट साइड लागिरहेको छ नि यसले बजारमा लगाउने बाइक छटै यहाँ जुन लागेको यति ठाउँ मैले यहाँ जाने मन्दिर स्पिड खालेको यहाँको विकल्प मैले त बुद्ध मन्दिर भन्दा जुन बाटो जान्छ त्यहाँ त्यो बाटो अनि यहाँ के गर्ने एउटा ट्राफिक 4वटा नगर प्रहरी एउटा नेपाल प्रहरी केही दिन खटाइदिनु यहाँ खास दिनुपर्छ त्यो कुरा यहाँ पोस्टर पनि यहाँ ब्यानरको हुन्छ नि जानकारी यसो गरौँ आजदेखि एकछिन गरौँ त यसो साझा एकचोटि हामी बसौँ यसलाई एउटा छलफल गरौँ ठुलो गाडी मान्ने छ नि स्थितिमा लाग्छु सिटै काटिदिन्छु क्या ठुलो गाडी त सबैले थाहा हुन्छ ड्रमर राखिदिन्छु पर्दैन नि त हामी सबैले हामी यहाँ बाटोमा बस्छौँ यो कुरा त पहिल्यैदेखि हामी यो प्रायोरिटी पहिला प्रायोरिटी त्यसपछि एकखेप बसेर छलफल गरौँ यहाँ तपाईँको नम्बर दिनु